हेर्नुहोस् म त्यताबाट घुमेर आएँ। हेर्नुहोस् यत्रो बाटो लामो देख्नुहुन्छ तपाईहरुले। यो काली ओरेली भन्ज्याङ चौतारी भने जस्तै गरेर आइरहेको छु माथि। हेर्नुहोस् यहाँ बत्ती आइरहेको छ, पुरा झिलिमिली। रोडहरू पनि त्यस्तै छ, पहाडहरू पनि त्यस्तै रमाइलो छ। आज मैले अनि म हिँड्दैछु। यो नाम के अरे बाबु? यो गाउँ, यसको ठाउँको नाम जियाको ठाउँमा म हिँड्दैछु अहिले। त्यसपछि जियाबाट आउँदैछ के अरे बोता, होइन बोता मालिका हो, 2 नम्बर वडा हो नि। 2 नम्बर वडा पर्दछ। म लगभग घुम्न आइरहेको छु, हेर्न सक्नुहुन्छ। यो बिजुली बत्ती आफ्नै गाउँको हो कि यो कहाँबाट आएको? यो राष्ट्रिय लाइन भन्छ, राष्ट्रिय लाइन हो कि के लाइन हो? होइन ए ल ठिक छ। हेर्नुहोस् 2टा बच्चाहरू छन्। ए घर कहाँ हो तिम्रो बाबु? जिया। ए तिम्रो पनि जिया हो? ए ल ठिक छ। तिमीहरू यहाँ किन आइरहेको थियौ? के गर्न? बल्ल लाउन। ए ल ठिक छ। कतिखेर जान्छौ घर? अब जान्छौ? ल त्यसो भए ठिक छ। अरू ठिक छौ नि? कति क्लास पढ्छौ तिमी? 4 क्लास। कहाँ छ स्कुल? तिम्रो घरबाट कति लाग्छ त्यहाँ जान? 1.5 घन्टा। यति लामो बाटोमा हेर्नुहोस् त, सानो सानो बच्चा 1.5 घन्टाको बाटो हिँडेर, गाडी चल्दैन राम्रोसँग, त्यही भएर यो 1.5 घन्टाको बाटोमा नि ती बच्चाहरू टाढा जान बाध्यता छन्। हेर्नुहोस्, देख्न सक्नुहुन्छ। तिमी कति पढ्छौ? 3 मा। ए 3 मा पढ्छौ हो। तिम्रो स्कुल कति टाढा छ? ए हो, एकैछिन हो। ल ठिक छ। 1.5 घन्टाको बाटोमा एकैछिन पुगिन्छ, होइन? ल गुड, ठिक छ। अरू बाबाको नाम के हो? समन राउत। ए तिम्रो? तिम्रो नाम सुदिमा राउत। ए ल ठिक छ। राम्रोसँग पढ्ने, राम्रोसँग लेख्ने है। ल राम्रोसँग पढ्ने, राम्रोसँग लेख्ने। त्यसपछि तिमीले अहिले के खाने? बलकम खाने। खान्छौ कि नै? खान्छौ? ल 2टा तिमीले खाऊ, 2टा तिमीले खाऊ है। ल धन्यवाद।